1940मा सिक्किमको छोगेल शासनकालको ताँबाको सिक्का अर्थात् कोइन सिक्किमको पहिलो हस्तलिखित समाचार पत्र सिक्किम हेराल्ड एरोर करेन्सी मध्ये यस नोटमा झण्डा नै नछापिएको नेताजी सुभाषचन्द्र बोसले आजाद हिन्द ब्याङ्क स्थापना गरेर छापेको 10,000 को नोट, स्वतन्त्र तिब्बतको सिक्का एवं मुद्रा, पुरानो इलेक्ट्रोनिक सामानहरू, रेडियो, टेप रिकर्डर, ग्रामाफोन, क्यामेरा, टेलिग्राम, टेलिफोन आदि तथा पूजामा प्रयोग हुने एवं पारम्परिक भाँडा बर्तनहरू, किरा खाने पिचर प्लान्ट, बोनसाईका बोटहरू, ढुङ्गा तथा रुखका ठुटाहरूबाट निर्मित सजावटका सामानहरू, डाक टिकट सङ्ग्रह, छोग्यलकालीन पुराना दस्तावेज, समाचार पत्र पत्रिका आदि एकै ठाउँमा उपलब्ध हुनु आश्चर्य लाग्दो विषय हो। उदाहरण स्वरूप यस ताला चाबी नै पनि चाखलाग्दो छ। चाबी पाएर खोल्न नसकिने यस्ता धेरै ऐतिहासिक महत्त्वका सङ्ग्रह केवल राम गौरी सङ्ग्रहालयमा समाहित छ। पूर्व सिक्किम रिनाक बजारको यस साँगुरो ठाउँमा अवस्थित सङ्ग्रहालयले सिक्किमको महत्त्वपूर्ण कालखण्डलाई अँठाएको छ। सायद सिक्किममा अन्यत्र कहीँ पाइँदैन। हामीले धेरै सामानहरू जोगाड गरिरहेका छौँ है, जुन सामानहरू त अहिले हामी देख्न पाउँदैनौँ, आउने भावी पिँढीहरूले देख्न पाउँदैनौँ, हाम्रो छोराछोरीले देख्न पाउँदैनन् है। त्यो कुराहरू जस्तै अब म्यानुस्क्रिप्टहरू भयो, जुन चाहिँ अब ह्यान्ड रिटन म्यानुस्क्रिप्ट होइन, त्यो म्यानुस्क्रिप्टहरू राखेका छौँ, पुरानो कागज पत्रिकाहरू राखेका छौँ, म्यागजिनहरू राखेका छौँ। त्यसरी नै अब यहाँ कोइन्स कलेक्सन छ हाम्रोमा, कोइन्स साथसाथै अब न्युजमेटिक पेपर करेन्सी पनि हामीले जम्मा गरिराखेका छौँ, स्ट्याम्प भयो र जति पनि भाँडा बर्तनहरू युटेन्सिल्सहरू छ है, आर्टिफेक्ट्सहरू छ, त्यो पहिला हाम्रो बाजे बोजूले चलाएर आएको, पहिला पुस्ताले चलाएर आएको सामानहरू हामीले सङ्ग्रह गरेर राखेका छौँ। जस्तै अब अहिलेको युगमा हुने नानीहरूले यो मानापाथी भन्ने कुराहरू चिन्दैनन् है, देखाउनुपर्छ उनीहरूलाई, अब त्यो कुराहरू हामी राखेका छौँ। यस सङ्ग्रहालयको स्थापना 1970मा रामु प्रधानले गरेका हुन्। उनी 1944मा छोग्यल शासनमा रिना कचहरीका अड्डा राइटर अनि 1950देखि 70सम्म अनरेरी बेन्चकोट मेजिस्ट्रेट पदभार पाएका थिए। 1969मा सिक्किममा छोग्यल शासनले पञ्चायती व्यवस्था लागू गरे पश्चात उनी सदस्य रहेका थिए। उनैले यसै क्रममा विभिन्न घटनाक्रमको दैनिक डायरी लेख्ने गर्थे। यस अवधिमा उनले आफ्नो संज्ञानमा आएको कागजपत्रहरू सङ्ग्रह गरेका थिए। 29 अप्रिल 1952 रम्फूमा पण्डित जवाहरलाल नेहरूको दर्शन गरिकन आए। रामगौरी सङ्ग्रहालय मेरो बुबा र मुमाको नाम हो। बुवाको नाम रामु प्रधान र आमाको नाम गौरीमाया प्रधान। र उहाँहरूले जब यस्तो विनयका कागजपत्रहरू, डकुमेन्ट्सहरू, रुपियाँ पैसाहरू, पुरानो चिजहरू, फुलको बिरुवाहरू राख्नु भएको थियो र उहाँहरूको नाममा नै उहाँहरूको नाम चाहिँ अमर रहोस् भनेर मैले सोचेँ, रामगौरी सङ्ग्रहालय, यो सङ्ग्रहालयको नाम राख्नुपर्छ भनेर। उनको हस्तलिपिमा अतुल्य प्रतिभा थियो। यसै प्रतिभाको सम्मान गर्दै तत्कालीन सिक्किमका राजा छोकेल पिटी नामगेलले उनलाई सनद अर्पण गरेका थिए। विरासतमा पाएको अनमोल निधिको संरक्षण गर्न आधिकारिक रूपमा 2001मा पञ्जीकरण गरे। यस सङ्ग्रहालयमा पूर्व मुख्यमन्त्री नरबहादुर भण्डारीद्वारा हस्तलिखित पाण्डुलिपि पनि उपलब्ध छ। उहाँले जम्मा गर्नु भएको कागजहरूमा जस्तो अब ठिकादार प्रथाको जुन को बेलामा कागजपत्रहरू थियो, ती राई साहबको बेलामा कस्तो कागजहरू हुन्थ्यो, कसरी रजिस्ट्रेसन गर्थ्यो, मण्डलहरूलाई कसरी एपोइन्टमेन्ट गर्थ्यो, त्यो विषयको कागजहरू, त्यो जमिनहरू कसरी रजिस्ट्रेसन गरिन्थ्यो, कहाँ रजिस्ट्रेसन गरिन्थ्यो, त्यो विषयको कागजहरू र अन्त चुनावमा त्यति बेला नेसनल पार्टी, काङ्ग्रेस पार्टी भन्ने हुन्थ्यो र त्यति बेला चुनावको मेनिफेस्टोहरू कस्तो हुन्थ्यो, त्यो विषय पनि सङ्ग्रह गरेर राख्नु भएको थियो। नेपाली अनुवाद
रामायण तथा सत्यनारायण व्रत कथाको हस्तलिखित पाण्डुलिपि यहाँ पाइन्छ। सिक्किमको 1940 को दशकमा तत्कालीन छोगेल शासनमा 2वटा ताँबाका सिक्काहरू बनिएको थियो, तर त्यसमा मूल्य उल्लेख छैन। केवल श्री 3 सिक्किम सरकार लेखिएको पाइन्छ, जसलाई डोली र चेप्टे पैसा भनिन्छ। यसका साथै ब्रिटिसकालीन सरकार सहित नेपाल, भुटान, तिब्बत तथा विभिन्न राष्ट्रहरूको मुद्रा देख्न सकिन्छ। यस सङ्ग्रहालयसँग अर्को विशेषता चाहिँ एभरग्रिन नर्सरी पनि हो। यहाँ 50 देखि 7 वर्ष पुरानो बोनसाई प्लान्ट संरक्षण गरिएको छ। यसका साथै किरा खाने मांसाहारी बोट फिचर प्लान्ट अवलोकन गर्न पाइन्छ। स्ट्यागहर्न अर्थात् फोलिस प्लान्ट पनि प्रदर्शनमा छ। यसको विशेषता यस वनस्पतिले आफ्नै पातलाई गमला बनाएर यसरी जरो गाडेर बाँच्छ। यहाँको अर्को विशेषता भने खोलाले बगाएर ल्याएको तथा वनमा झरेको रुखको ठुटाहरूलाई यसरी कलात्मक आकार दिएको छ। यसरी नै खोलाको बगरबाट ल्याइएको विभिन्न आकारको ढुङ्गाहरूको अवलोकन गर्न सकिन्छ। यस अतिरिक्त सङ्ग्रहालयमा 5000 भन्दा अधिक डाक टिकट पनि प्रदर्शनमा राखिएको छ। ब्रिटिसकालीन भारत, तिब्बत, भारतीय स्वाधीनता आन्दोलनमा सामेल सिक्किमका त्रिलोचन पोखरेल र मेजर शहीद दुर्गा मल्ललाई समर्पित डाक टिकट यहाँ अवलोकन गर्न सकिन्छ। यो स्ट्याम्प कलेक्सन चाहिँ अब मेरो बाबाले गर्दा नै सुरु गरेको होइन। मेन चाहिँ बाबाको इन्ट्रेस्ट थियो, त्यसलाई नै अब पहिलादेखि गएर मैले पनि सुरु गरेको छु। मलाई पनि धेरै इन्ट्रेस्ट लाग्दैछ। निजी प्रयासमा 3 पिँढीले निरन्तरता दिँदै आइरहेको यस इतिहासका जीवित साक्षीलाई अझ जीवन दिन सरकारी सहयोगको अपेक्षित देखिन्छ। यो म्युजियम अहिलेसम्म त हाम्रो अब परिवारकै एउटा दोषले हो, जाँगरले हो है, यहाँसम्म आइपुगेको छ। यसलाई अब पहिला यसको रूप अर्कै थियो र अब हामीले यसलाई अर्को रूप दिएको छौँ है। एउटा सङ्ग्रहालय भन्न मिल्छ यसलाई, किनभने हामीले कति चिजहरू राखेका छौँ। यसमा अब हामीले चाहिँ यसको भविष्य कस्तो देखेका छौँ भन्दाखेरि अब जसरी नै मेरो बुवाले आमाले है यो सङ्ग्रहालय चाहिँ आमा अजीले दिनुभएको सम्पत्ति भनेर यसरी सम्हालेर राख्नु भएको छ। यसलाई अझै अब हाम्रो काम चाहिँ यसलाई अझै पनि अघि बढाएर है, अब रिनोकलाई मात्रै नसम्झेर सारा सिक्किमलाई एउटा पहिचानको रूपमा एउटा हामी अगाडि बढाउन चाहन्छौँ। सिक्किमको ऐतिहासिक पृष्ठभूमिका जिउँदो साक्षी यस सङ्ग्रहालयको संरक्षण गर्ने दायित्व बोध केवल यस परिवारलाई मात्र नभएर हरेक सिक्किमीको पनि हुन पर्छ। यस विशेष रिपोर्टको साथमा म जोसेफ लेप्चा।